हेलो गाइस, नमस्ते सबैजनालाई मेरो जुम्मा ब्लगमा फेरि पनि स्वागत छ। अब म चाहिँ यहाँ आज ड्रिम अफ गार्डन आएको। त्यो गार्डन अफ ड्रिम हो, तर मैले म चाहिँ कन्फ्युज हुन्छु कि। सो म चाहिँ यहाँ एकछिन मेरो सिस्टरलाई वेटिङ गर्दैछु। अनि मेरो सिस्टर आउनलाई एकदम टाइम लाग्छ अरे। यहाँ त एकदम राम्रो छ, हेर्नु न भ्यूहरू कस्तो दामी छ। अहिले नयाँ नयाँ बनाउँदैछ, अझै भित्र त अझै धेरै कुरा छ। अहिले पछि देखाउँछु ल। अहिले चाहिँ म बहिनीसँगै सँगसँगै जाने भनेर। सो म चाहिँ यहाँ अहिले एक्लै छु। मेरो बहिनी यति धेरै वेट गराउँछ, के गर्नु, नक्कलीलाई के भन्नु। आजको मेरो रेड ड्रेस कस्तो छ प्लिज कमेन्ट गर्नु है। रेड 67 आइम जस्ट जोकिङ। यहाँ बाहिर एकदम कति धेरै मान्छेहरू छ, सबैजना पिक्चरहरू लिइरहनु भएको छ। उहाँहरू चाहिँ ठुलो पहिलाभन्दा धेरै डिफ्रेन्ट भएको छ। यो वैशाख जेठमा एकदम राम्रो राम्रो फुलहरू हुन्छ नि त। अनि त्यो भएर त त्यो के अरे भन्छ अरे, वैशाख महिनामा फुल फुल्यो तिम्रो के भन्छ त्यो, मलाई त आउँदैन, त्यही पनि ट्राई गरेको। अनि त्यसपछि यहाँ कस्तो राम्रो छ है, मलाई एकदम मन परेको हो। अनि तपाईँहरूलाई स्पेसली एउटा कुरा, म ब्लगमा नआउनुको कारण चाहिँ मेरो फोन बिग्रेको थियो। सो अहिले चाहिँ फाइनली बनायो। मेरो फोन चाहिँ मेरो भक्त गुरुङ मेरो भेनाजुले बनाइदिनु भएको हो। सो यस्तो चिसो चिसो हावा, यस्तो चिसो हावामा बसिरहेको छु। र मेरो सिस्टर पनि आउन बाँकी छ। ओके, यहाँ हेर्नुहोस्। वाउ 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 वाउ। हाई गाइस, मेरो बहिनी फाइनल्ली आइपुग्यो। सिस्टर हाई। हेर उसले टिकट काट्दै रहेछ। ट्विन्स है आज अहिले त। उता दाइलाई देऊ। कुन दाइ? यता टिकट। अनि टिकटको प्राइस कति छ भनिदेऊ त यता। 150। ला, अनि तिम्रो कार्ड नो डिस्काउन्ट? कार्डको नो डिस्काउन्ट। किन भाइ डिस्काउन्ट किन भएन? के थाहा कसरी त्यो यस्तो? यो त फल्ट भयो है, यो त भन्नुपर्छ है। यो चाहिँ हाम्रो केपीवाला भन्नुपर्छ। कस्तो राम्रो छ हेर न। सिस्टरलाई चाहिँ ड्रेसमा लास्ट सेक्सी देखेर चाहिँ गाइस हेर्नुहोस्। म कस्तो क्या जज गर राम्रो छ। थ्याङ्क यू। पहिला कहाँ जाने हामी? पहिला फर्स्टमा कहाँ भिजिट गर्ने? पानी हाल्नु भयो। तर यहाँ पनि यस्तो क्राउडवाला हुँदो रहेछ मान्छे। होइन, हल्ला त गरे होइन नि त। हल्ला कबसे सक्दैन। यहाँ आएर खाना नि मिल्दैन रहेछ है। बढी मान्छे नै हुँदो रहेछ। तर यहाँ त डेटिङ स्पोट भन्छ, नो बडिज। हामी पनि कपल्स हो। मैले नि त्यही सुनेको तर डिस्टर्ब गरेँ कि क्या हो, सरी। हेर न, यो न्यू साखे चाहिँ यसमा थिएन, तर मलाई फेभरेट हो मेरो यो रुखमा फलेको फुल। राम्रो खिच्छ कि मेरो दिदी है। खिच्ने अब यता आउन, पहिला खिच्ने ठाउँ त खोज न, त्यसपछि स्टार्ट गर्ने कि फोटो खिच्ने। ओके, अब एकछिन त्यो भएर चाहिँ एकछिन भ्लग बनाउँदै घुमौँ। अनि त्यसपछि हामी सबै कुरा हेरौँ। अनि कहाँ खिच्दा चाहिँ लाइब्रेरीमा नि जाने हो र? कस्तो राम्रो होला। ल लाइब्रेरीमा पनि टिकट छ कि? नाइ, टिकट छैन हो। कहाँ हो लाइब्रेरी? पहिला हामी सर भिडियो बनाउँदै हिँड्ने, अनि लास्टमा फोटो खिच्दै आउने। वाउ, कस्तो राम्रो ठाउँ यो भन्छ नि त। हेर त, वाउ कस्तो बब्बाल देखिया। मेरो क्यामेरा के भएछ? पिछेको क्यामेरा। नानी आर यु ह्याप्पी? ए तिम्रो नि इङ्ग्लिसमा के भन्छ? तिम्रो आइल्स गरेको मान्छेले कसरी सोध्छ ल भन त। भिजिट नगर्नु रे। ओके, अब हामी एकछिन घुम्नु पर्यो। अनि त्यसपछि घुमेर अनि घुम्दाखेरि चाहिँ फोटो खिच्नु पर्छ होइन। अहिले भर्खर छिरेको 150 को सदुपयोग त गर्नै पर्यो। तर कस्तो राम्रो कि सोचेको भन्दा बढी कि अलि धेरै डिफ्रेन्ट भएन हो। प्लिज एकछिन हामी एउटा ठाउँमा बसेर हेर्नुपर्छ क्या। अब एकछिन हेरौँ। घाममा चाहिँ नबस्छौँ है। मान्छेहरू शीतल ठाउँमा जति सबैजना पछि घाममा गएपछि नो बडी हो कि नहुन न। कतिजना होइन कपाल छ। ओ माई गड सिरियसली। तर कस्तो पिसफुल के। टिकटक धेरै बनाउनुपर्छ।
तिमीलाई के तिमीले ड्राफमा राखेर छौ मैले ड्रामै राखेँ होइन कस्तो घडी नलाको घडी पनि लाएन उ पनि लाएन चुने ब्रासलेट ला केही छैन हेर्नु कस्तो राम्रो देखियो हामी रातोमा होला कस्तो सेक्सी देखिरहेको छ है तिमी आँखा कतिको देख्छौ कस्तो आँखा आँखा कतिको कमजोर छ कि डार्क छ आँखा त कमजोर छैन तर मेरो हो ल ठिक छ दिदी पनि के रहेछ नो प्रब्लम हेर नि त वाउ ओके अब हामी केही घुमेर अब एकछिन माइन्ड फ्रेस गरौँ न हेलो गाइस फाइनली आई गट इट्स क्युट फ्लावर्स अनि त्यसपछि हाम्रो यहाँ कान्छी पनि भेटियो अनि यहाँ बिसु चाहिँ यहाँ पुरा स्टिल बिसु चाहिँ लजाइरहेछ सो सो क्युट हेर नि त ऊ चाहिँ त्यहाँ फोटो खिचिरहेछ I don't know, today my sister is so busy. एउटा टिकटक नि भेटेको छैन हौ मैले त हेर नि त तीनजना पुरा सिसिमी यता हेर त विशु तिमी किन लज हेर न कान्छी तिमीलाई कस्तो लागिरहेछ यहाँ आएर भनौ नानी तिमी किन आज बिजी मलाई जनता चाहना छ छिटो यस एक्ज्याक्टली ऊ यहाँ हमाला बोलिदिइसक्यो छिटो कमला छिटो बोला तिमी हमाला तिमीलाई थाहा छैन यु डु नट नो हमाला त्यो तिमी थाहा न ऋषि हमाला ए ल गाइस यता आऊ सबैजना ग्रुपमा 1 2 3 गो हि सबैको क्युट क्युट फ्लावर छ फुल के भन्छ फुल टिपी ओइली हैन ऊ कस्तो पातल छ हेर ऊ जतिको पातल भयो नि त सिरियसली म यस्तो ड्रेसअप गर्थेँ तर के गर्ने मेरो बडी सेट जम हे गाइस सो टायर्ड म चाहिँ एकदम टायर्ड भइसकेँ फोटो खिच्दा भिडियो खिच्दा एकदम टायर्ड भइसक्यो फाइनली अब हामी घर जाने बेला नि भइसक्यो यहाँ बहिनीहरू चाहिँ एकदम बिजी छ मेरो बहिनी चाहिँ त्यहाँ फोटो खिचिरह पुरा ओके गाइस आजको लागि यति नै मेरो बहिनीसँग हिँड्नु गर्छु ल म ओके अब हामी घर जाने बेला पनि भयो अब यता पनि नानी ल बाई बाई ओके टुडेको लागि आजको लागि यति नै